नेपालीको मन चाहिँ साँच्चै नै साह्रै ठुलो हुन्छ अनि सहयोगको भावना चाहिँ यति धेरै हुन्छ कि त्यो चाहिँ संसारमा कसैको पनि हुँदैन होला। अनि मैले यो चाहिँ किन भनेको भन्दा मलाई चाहिँ डिएममा धेरैले चाहिँ तपाईँलाई म हेल्प गर्छु भन्नुभएको थियो अनि मैले कमेन्टमा पनि देखेको थिएँ। तर मलाई हेल्प गर्नुभन्दा पनि जो चाहिँ दुःखी हुनुहुन्छ, जो चाहिँ असहाय हुन्छ, जो चाहिँ अझै मभन्दा पनि केही गर्नु नसक्ने हुनुहुन्छ, कृपया उहाँलाई चाहिँ सहयोग गरिदिनु हुन चाहिँ म हजुरहरूलाई आग्रह गर्दछु। साँच्चै नै कति राम्रो सोच अनि कति सफा मन भएको छ हाम्रो नेपाली दाजुभाइ दिदीबहिनी तथा आमा बुबाहरूको। अनि यो देखेर चाहिँ मलाई धेरै नै खुसी लाग्यो। अनि म चाहिँ सदाको जस्तो आफ्नो कलेजको लागि रेडी भएँ अनि आफ्नो कोठाहरू चाहिँ बढार कुडार गरेर अनि म चाहिँ कलेज गएँ। अनि कलेजबाट फर्केर चाहिँ मैले आफ्नो खानाहरू बनाएँ। खानामा चाहिँ मैले सुकुटी बनाएको थिएँ जुन चाहिँ मलाई मम्मीले पठाइदिनु भएको थियो। मैले चाहिँ मरमसलाहरू सबै हालेँ, मेथी पड्काएँ अनि त्यसपछि प्याज टमाटरहरू हालेर चाहिँ मैले सबै मजाले एकदम राम्रो तरिकाले पकाएको थिएँ जुन चाहिँ एकदमै दामी भएको थियो। अनि तपाईँहरू पनि यसरी नै पकाएर खानुहोला, हेर्नु सक्नुहुन्छ एकदम दामी नै भएको थियो। अनि मैले चाहिँ पुरी खाने चाहिँ निधो गरेको थिएँ अनि मैले पुरी पकाएको थिएँ। पुरी पनि मैले मजाले नै पकाएँ तेलमा अनि पुरी चाहिँ एकदम दामी भएको थियो। मलाई चाहिँ एकदम भोक लागेको थियो अनि मैले चाहिँ मजाले खाएँ। अनि खाइसकेपछि चाहिँ सरले दिनुभएको नोटहरू थियो, त्यो नोटहरूलाई हेरेँ अनि मजाले गरेँ पनि। धन्यवाद।